ट्याङ ट्याङ ल साथी हो, आज चाहिँ यसो वन जङ्गलमा घुम्दै फिर्दै आइयो साथी हो। वन जङ्गल होइन यो, एकदम डेन्जर मात्रै होइन, डेन्जर माने खतरा। भिरमा हेर्नु साथी हो, म आछु। म किन आएँ त भन्दा यस्तो डेन्जर भिरमा किन आएँ त भन्दा साथी हो घुर्रो काट्न आइएछ साथी हो। हेर्नुहोस्, तर डर लाग्यो साथी हो मलाई। पहिला यो पुरा भिर चाहिँ घुर्रो काटिएकै ज्यान हो साथी हो यो, हेर्नुहोस्। तर अहिले चाहिँ यस्तो डर लाग्यो कि साथी हो, आँखा रिङ्छ क्या साथी हो, एकदम आँखा रिङ्छ। हेर्नु साथी हो, पुरा खतरा भिर छ। हेर्नु साथी हो, खतरा छैन र यो भिर, उतासम्म खतरा छ साथी हो यो भिर। अब तै पनि अब घुर्रो काट्न आइएछ साथी हो। ल साथी हो, हेर्नुहोस् साथी हो भिर। तिम्रै याद आउँछ बेलाहान्या होइन है, माथि हेर्ने राम छ। बर्खा मासमा सधैँ मेरो घुर्रो काट्ने काम छ। बेलाहान्या होइन है, माथि हेर्ने राम छ। बेलाहान्या होइन है, माथि हेर्ने राम छ। ल साथी हो, यस्तो रमाइलो पनि देखिन्छ साथी हो, रमाइलो भिर पनि देखिन्छ, डर पनि लाग्छ साथी हो, होइन। यस्तै हो, के गर्नु होइन। हाम्रो चाहिँ साड्डोबटेमा रहेको, रोल्पा जिल्ला साड्डोबटेमा रहेको चाहिँ यो भ्यू टावर पनि तपाईँहरूलाई म देखाउन चाहन्छु। यहाँबाट देखिन्छ साथी हो, यी देखिन्छ, यी देखिन्न, देखिन्छ होला सायद, देखिन कि हो, देखिन्छ। यो भ्यू टावर हो साथी हो, सिधा मेरो टाउको ऊ पारि देखिने रोल्पाको साड्डोबटेमा रहेको भ्यू टावर हो, होइन। अब यस्तो छ साथी हो भ्यू टावर, होइन। अब आइएछ घाँस काट्न, यस्तो छ साथी हो यो भिरको दृश्य। ल साथी हो, होइन। आहा, आज चाहिँ घाम लागेछ साथी हो, मजाले घाम लागेछ। त्यही भएर नै आएको म बिहानै, अब एकदम उज्यालो गरेको छ र घाम पनि लागेछ। मौसमले साथ पनि दिएछ दिनलाई चाहिँ। तर घुर्रो काट्नलाई चाहिँ मलाई चाहिँ आँखा रिङ्यो साथी हो, त्यति हो फरक। अब के गर्ने त यार, धेरै वर्षपछि घुर्रो काट्न आइएछ। नै त पहिला त यो भिर पुरा काटेको नै हो साथी हो, हामीले काट्थ्यौँ। अहिले चाहिँ अब यस्तै हो, बुढो भइयो जस्तो लाग्यो के, आँखा रिङ्यो, त्यस्तै जस्तो लाग्यो साथी हो, होइन। के गर्ने, हँस्से लिएछ साथी हो। यसले स्याइ काट्ने हो, काट्न त। तर भयो भने मलाई जाँगर पनि आउन घरबाट आइयो साथी हो। आइसकेपछि यहाँ आएर चाहिँ जाँगर नलागे जस्तो भएको छ यार, खोइ किन कुन्नी। तर काटिन्छ फेरि उसमा होइन साथी हो, एकदम मुठा पारेर टक्क होइन। अब अर्कै स्टाइलले चाहिँ लग्ने हो, धेरै पनि होइन। अब मुठा पारेपछि एउटा दुईटा मुठा हो, धेरै लगेर पनि काम हुँदैन क्या। त्यत्तिकै अब यो हरियो हो, सुकेको भए राखेर पछि हाल्दा पनि मजै आउँछ। तर यो हरियो हो, यो चाहिँ गरिहाल्छ, खराब भइहाल्छ, सडिहाल्छ। त्यही भएर चाहिँ धेरै लग्ने होइन, एउटा दुईटा मुठा जति भयो भने पुग्छ एउटा भैँसीलाई हो। अनि आजभोलि फेरि बनैबाट लग्नुपर्छ भन्ने जरुरी छैन क्या। म त यसो वनतिर घुम्न जाउँ नि त भनेर आएको हो, नत्र भने अब आजभोलि अब बारीमा पनि अब घाँसहरू छ, त्यसलाई पनि अब त्यत्तिकै सडाएर फाल्नुभन्दा चाहिँ काटेर हालिदिने नै हो पनि। त्यही भएर यसो आएको बेला एउटा दुईटा मुठा लगेपछि यसको टेस्ट गरोस् न। जस्तै मान्छेले अब घरमा भात खाँदा दिक्क परेर बजारमा यसो मोमो चाउमिन खान्छ, होइन हो, त्यस्तै अलिकति मोमो चाउमिन खाएपछि अलिकति मुख फेरिन्छ नि,
हो त्यस्तै चाहिँ गाई बस्तु भैँसीहरूले पनि यसो वनको घुर्रो खाएर चाहिँ मुख फेरुस् भन्नाको निम्ति चाहिँ मैले चाहिँ यसो जङ्गल आएको बेला गोरा 2 मुठा लगिदिइहालौँ भनेर चाहिँ लख्न खोजेको हो साथी हो। तर लख्न त लख्ने साथी, तर यहाँ चाहिँ आँखा रिङ्या छ साथी। हेर्नुहोस् न, डेन्जर छ नि त, भिर पनि डेन्जर छ क्या। बाटो नि तल कहाँ कहाँ यार साथी हो। यहाँबाट बाइचानस अब मान्छेको आँखा रिङ्गेर होइन अब खुट्टा चिप्लियो भने त छैन त, यहाँ अड्डिने ठाउँ छैन साथी हो, तल जाने हो। तर हालसम्म साथी हो यो भिरबाट, भिर ठुलो छ साथी, उट्टादेखि कटियो कटियो भिर होइन। यो चाहिँ सरकारी राष्ट्रिय वन हो, भिर हो। तर यो भिरबाट चाहिँ घुर्रो काट्दा यस्तो अब घुर्रोहरू घाँसहरू काट्दाखेरि कसै लोटेर अब दुर्घटना भयो रे भन्ने चाहिँ आजसम्म चाहिँ हामीले थाहा पाएकोदेखि सुन्या छैन। पहिला पहिला भइदिएको भए अब त्यो थाहा भएन। अब चाहिँ हामीले थाहा पनि भएकोदेखि त्यस्तो केही सुन्या छैन र सुन्न पनि नपरोस् साथी हो होइन। अब सबैले घाँसहरू काट्छन्, सबैले सकुशल चाहिँ घाँस काटेर उता राम्रो सजिलो ठाउँमा निक्लेर आफ्नो घरतिर पुगुन् भन्ने नै हो होइन। तर कहिले कसो चाहिँ दशा लागेको बेला होइन त्यस्तो केही दुर्घटना सकेसम्म नहोस् नै, भगवान्ले चाहिँ सबैलाई चाहिँ यो आफ्नो पालेको वस्तुहरूलाई घाँसहरू ल्याउन आउँदा चाहिँ भगवान्ले पनि खुट्टाहरू सही ठाउँमा टेकाएर चाहिँ घाँस काट्न सफल हौन् भन्ने पनि हो साथी हो। त्यही भन्दै चाहिँ साथी हो अब म चाहिँ यसो तपाईँहरूले देखाइहाले यो दृश्य होइन। अब आफूले घाँस पनि काट्नु पर्यो, भिर चाहिँ डेन्जर माने खतरा नै छ होइन। अब काट्छु साथी हो म पनि है। ल फेरि भेटौँला अर्को भिडियोमा। ल साथी हो, ल बाई।